के फलेछ स्याउ भने 1000 को नोट यतिमै हिजो 1000 भन्दा बेसीको मूल्य छ एउटा हाँगा हो कि अनि होल गर्दा कति होला मुस्ताङ एउटा गड गिफ्टेड ठाउँ हो यो हावा पानी हरेक कुरा मिलेको त्यही सुक्खा माटो हरेक कुरा मिलेको ठाउँ छ त्यो क्वालिटी एप्पल हुन्छ अब स्याउ टिप्नलाई पनि एउटा तरिका चाहिँदो रहेछ हैन मुस्ताङमा जति पनि टुरिस्टहरु मुक्तिनाथ दर्शन गर्न आउँछ नि मुस्ताङमा आएर कोसेली के लान्छ मुस्ताङको स्याउ त त्यसै पनि फेमस छ अब 12 महिना यो स्याउ एभेलेबल पनि हुन्छ एउटा सर्टेन सिजनमा मात्रै हो नि त्यो बेला स्याउको सुकुटी ल्याएर घरमा एउटा कोसेली लाने भनिन्छ जोसँग सकारात्मक दृढ मनस्थिति हुन्छ उसलाई आफ्नो लक्ष्य प्राप्त गर्न यो संसारको कसैले पनि रोक्न सक्दैन अनि जोसँग खराब मनस्थिति हुन्छ उसलाई यो संसारको कसैले पनि सहयोग गर्न सक्दैन यही भनाइलाई नै यथार्थ बनाएर आफ्नो जीवनकालको सबै समय स्याउमा खर्चाउँदै आएका घरबजङ गाउँपालिका वडा नम्बर 5 ढुम्बा मुस्ताङका कर्म गुरुङको स्याउको कथा अलि बेग्लै छ प्राय जसोका सफलताका कथाहरू बन्दैनन् कतिका सफलताका कथाहरू बन्छन् सुनाइन्छन् र सुनिन्छन् पनि कर्म गुरुङले गर्दै गरेको स्याउको कथा आजको श्रृङ्खलामा जोड्ने प्रयास गरिएको छ स्थानीयवासीका अनुसार सुरुमा प्रत्येक घरमा स्याउका 3-3 वटा मात्र बेर्ना बानिएको थियो त्यस यता बढ्दै गरेको स्याउको व्यावसायिक खेतीको विस्तारले गति लिएपछि विक्रमसम्म 2036 साल यता यहाँका बासिन्दाले स्याउको स्थानीय रक्सी समेत बनाउन थालेका थिए स्याउलाई व्यावसायिक र व्यवस्थित रूपमा थाल्ने मध्येको पहिलो व्यक्तिको नै परिचय बनाउन सफल भएका छन् कर्म गुरुङ मुस्ताङको सदरमुकाम जोमसोम भन्दा ठिक्क पारिपट्टि रहेको क्षेत्रमा उनको मुख्य रूपमा रहेको स्याउ खेती भए पनि अन्यत्र 7 स्थानमा समेत उनको स्याउको बगैँचा छ प्राङ्गारिक मल तथा जैविक पदार्थहरू मात्रै प्रयोग गरेर स्याउ उत्पादन गरेका छन् कर्मले यो समयमा काटिएको घाँस सुकाएर भण्डारण गर्न लागि छ वर्षमा 3 पटकसम्म काटिने यो घाँस हिउँदको सुक्खा समयलाई राख्ने गरिएको छ अझै भनौं यो घाँसको सही सदुपयोग गरिएको छ काटेर सुकाएर पोको पारेर राख्ने यो स्थानीय विधि पनि गजबको छ यही घाँस जनावरको लागि हुने अनि जनावरबाट मल समेत प्राप्त गर्न सकिने भएकाले प्राङ्गारिक मल स्याउ बगानमा प्रयोग गर्न पाइएको छ त्यही हाम्रो मुस्ताङमा यो घाँस एकदम राम्रो खालको अनि त्यो काट्दै गयो त्यसको पनि अब बेच्दाखेरि पैसा पाउने यो चाहिँ विन्टरमा अब मेरो घोडा छ बाख्रा च्याङ्रा 400 वटा छ हिउँ परिदियो भने त्यसले बाहिर चरनमा लानु सक्दैन त्यो मोमेन्टमा यो हाम्रो सुक्खा यो हामीले यो बानेको घाँस चाहिँ खोलाएर दिँदाखेरि जनावर पनि सेफ्टी भयो हैन त्यो गर्दा सालमा झनै 3 खेप जस्तो हामीले यो घाँसलाई चाहिँ काट्ने अनि सुकाउने अनि पोको पार्ने त्यो प्रोग्राम हुन्छ त विन्टर महिनामा चाहिँ हाम्रो यो घाँस चाहिँ एकदम प्रयोग हुन्छ विन्टरमा यहाँ जर्सी गाईहरू छ कोही दुधको लागि कोही याक छ अब च्याङ्रा छ त्यसको लागि चाहिँ फेरि योले कसैले बेच्नु पनि मिल्यो आफ्नो जनावरलाई खिलाउनु पनि मिल्यो प्लस हाम्रो यो बगैँचा पनि सफा भयो के यो एभ्री इयर रुटिन हो त सालमा झन्डै 3 खेपसम्म चाहिँ हामीले यो घाँसलाई काट्ने गर्छौँ तर हामी लक्की हो अब यो तलतिर भने घाँस कामै लाग्दैन हैन त्यो काटेर फाल्नुपर्ने जलाउनु पर्ने हुन्छ मोलमा हाल्नुपर्ने हाम्रो चाहिँ यो घाँस चाहिँ जनावरलाई जान्छ जनावरको टट्टी भन दिशाहरू फेरि मोल हुन्छ त्यो डिकम्पोज गरेर त्यो चाहिँ फेरि स्याउलाई हाल्छु फेरि घाँस चाहिँ जनावरलाई खिलाउँछु यसो चाहिँ हाम्रो एउटा रुटिन के त्यो भइरहेछ कर्मको कर्म अलि फरक र व्यवस्थित पनि छ स्याउ फल्ने सिजनमा त मुस्ताङको कोसेलीको रूपमा ताजै स्याउ ल्याइन्छ तर अन्य समयको लागि भने स्याउबाट बनेका अन्य बायो प्रोडक्ट अर्थात् स्याउ सुकुटी र स्याउका ब्रान्डी र वाइन समेत हामीले उनको स्याउ फार्म अवलोकन गर्दै गर्दा स्याउको सुकुटी बनाउन स्याउ काटिँदै गरेको दृश्यलाई अवलोकन गरिरहेका थियौं पहिला स्याउको सुकुटी घाममा सुकाएर मात्रै बनाउने गरिन्थ्यो तर आज स्याउका चाना सुकाउन इलेक्ट्रिक ड्रायरको प्रयोग गर्ने गरिएको छ अनि इलेक्ट्रिक ड्रायरबाट सुकाएर प्याकिङ गरेर राख्ने गरिएको छ ग्रेडिङ गरेर स्याउ बजार पठाउँदा केही कमसल र केही दाग लागेका वा झरेका फलहरूको समेत सही सदुपयोग गरेर यसरी स्याउको सुकुटी बनाउने गरिन्छ यो चाहिँ हाम्रो स्याउ सुकुटी है यहाँ सुकुटी चाहिँ किन बनाइन्छ भनेको कुरा अब हाम्रो स्याउ फलाइन्छ रुखमा हैन सबै राम्रो मात्रै हुन्छ भनेर छैन नि कोही बाङ्गो हुन्छ कुनै अब कोही भुइँमा झरेर जान्छ हैन तिनीहरूले वेस्ट नहोस् भनेर पहिला जमानामा यो सुकुटी बनाउने गर्थ्यो त्यो निङ्लामा उनेर घाममा सुकाउने गर्थ्यो कहिले त्यो पुरा स्लाइस गरिसकेर पनि अब मौसम घाम नलाइ दिने त्यसो हुँदाखेरि फेरि मेहनत पुरा खेर जाने त्यस्तो खालको समस्या थियो
तर यसको डिमान्ड एकदम राम्रो छ। यसपालिदेखि मैले डिहाइटेड यो इलेक्ट्रिकबाट हो नि इन्डोर त्यो गर्दा यो समय इलेक्ट्रिकबाट सुकाउँदाखेरि त त्यसको समस्या भएन नि। यो गर्दाखेरि के हुँदो रहेछ मेरो चाहना चाहिँ अब पहिला त हाम्रो त्यो स्याउहरू मेहनतले फलाएको चिज खेर भन्दा अब चित्त दुख्छ नि। त्यहाँ के गर्छ अहिले बाङ्गो ट्याङ्गो सानो पनि कुना कुनामा लुकाउने त्यो गर्दा सबै मुस्ताङको कृषकहरूलाई के भन्छ पैसा लिइसक्यो भने राम्रो प्रडक्ट दिनुहोस् ग्राहकलाई। बरु त्यो रेल पेल बाङ्गो सेपलेसलाई छुट्याएर त्यो सुकुरी बनाउँ तर वेस्ट पनि गर्नु राम्रो कुरा होइन नि। त्यसमा अब यो डिहाइड्रेट भने एक खेपमा झन्डै 10 किलो निस्किन्छ कि 100 किलो हाल्यो भने 10 केजी निस्किन्छ। कर्मले विषादीरहित स्याउ उत्पादन गरिरहेका छन्। विषादीरहित स्याउमा केही दाग लागेको पनि हुन सक्छ र सामान्य किराको आक्रमण पनि हुन सक्छ भन्ने हिक्का उपभोक्तामा भएको खण्डमा नेपाली स्याउप्रति अझै विश्वास बढ्न सक्नेछ। स्याउ सुकुटीको कतै यात्रा या भ्रमणमा समेत साथमा राखेर स्न्याक्सको रूपमा समेत प्रयोग गर्न सकिन्छ। यहाँ मुस्ताङमा जति पनि टुरिस्टहरू मुक्तिनाथ दर्शन गर्ने आउँछ नि मुस्ताङमा आएर कोसेली के लान्छ मुस्ताङको स्याउ त त्यसै पनि फेमस छ। अब 12 महिना यो स्याउ एभाइलेबल पनि हुन्थ्यो एउटा सर्टेन सिजनमा मात्रै हो नि। त्यो बेला स्याउको सुकुरी ल्याएर घरमा एउटा कोसेली लाने त्यो पनि यो पनि अब वेस्ट भएन। अनि मार्केटमा जुन फल जाँदैछ त्यो पनि क्वालिटी एप्पल मात्रै गयो कि त्यो गर्दा मार्केटमा कटाउनु पनि सजिलो भयो। अनि हाम्रो वेस्ट बेङ्गलमा हाम्रो कृषकको यो मेहनत पनि खेर गएन। अनि भोलि यहाँ मुस्ताङमा होइन त्यो कोसेली रूपमा हामीले मजाले बेच्नु पाए यसको डिमान्ड एकदम राम्रो छ। कर्मले मुस्ताङमा सबैभन्दा पहिला उच्च घनत्वको स्याउ व्यावसायिक रूपमै उत्पादन गरिरहेका छन्। कर्मका बाबुबाजेले स्याउ लगाएर तत्कालीन समयमा राम्रै उत्पादन गरेका थिए तर यातायात र ढुवानीका कारणले स्याउले बजार राम्रो पाउन सकेको थिएन। बिस्तारै सडक सञ्जाल विस्तारले गर्दा यो समस्या हटेर गएको छ। आज फलेको जति स्याउ बजारमा ल्याउन सकिन्छ। आफ्नो जन्मभूमिलाई र आफ्ना बाबुबाजेले गरेको यो कर्मलाई व्यवस्थित र व्यावसायिक बनाउन लागिरहेका छन् कर्म गुरुङ। अब बिस्तारै यो कामलाई उनका छोराछोरीले समेत अवलम्बन गर्न थालेका छन्। विभिन्न प्रविधि र आइटीको समयमा विश्वस्तरमा भएका प्रविधि र पद्धतिहरूलाई समेत अवलम्बन गर्न थालिएको छ। मैले बाउको काम त मैले सम्हालेँ। अब म पछि मेरो छोराले गर्छ गर्दैन भन्ने कुरो मलाई एकदम टेन्सन थियो कि एकखेप मेरो छोराछोरी एउटा छोराछोरी छ उनीहरू हस्टेल दार्जिलिङ पढ्थ्यो। एक दिन छुट्टी मिलाएर त्यो बाटो पनि बाई फ्लाइट यहाँ आइपुगेको थियो। त्यो माथि पोखरी छ पानी पोखरी त्यो बसेँ। आफा मलाई यहाँ किन लिएर आएको भन्थे स्याउको बारी देखाउन ल्याएको। किन यो बारी हामी के मतलब भन्थे यो बारी चाहिँ हाम्रो हो। तर छोराछोरी ड्याडी जुट नबोल्ने होइन तपाईँले मलाई जुट बोल्दैछ हो हाम्रो हो। त्यो नै उहाँले क्वेसन गरेर छोरा तपाईँले कहिले यो रुख रोपिस् यो पर्खालाई कहिले लगाइस् यो हुनै सक्दैनन्। अब म तँलाई भन्छु तिम्रो बाजेले गरेको त्यो बेला ढाडमा ढुङ्गा बोकेर कोदालो खनेर आज जस्तो डोजर थिएन के थिएन एकदम मिहिनेत गरेर एउटा ठुलो सपना लिएर गरेको। त्यस कारण मैले लिएको हुँ। तिमीलाई कस्तो लाग्यो भने मलाई त के लाग्थ्यो छोराले सहरमा बस्यो नानी आपाले के खोज्नु हिमालमा यसो गरेर मलाई के दुःख दिनु लाग्यो यसो चाहिँदैन ठाउँ भन्ला भनेको त नानीहरूले झन् उसले एकदम इम्प्रेस भएर उसले के भने यो त एकदम इन्ट्रेस्टिङ छ हाम्रो बाजेले यसो यति ठुलो डिप्सो गर्यो रहेछ होइन। त्यस कारण अरू जेसुकै बेच्नुहोस् त्यहाँदेखि म एउटा भन्छु यो चिज त कतै बेच्दै नबेच्नु भने मलाई भने त्यहाँबाट मलाई झन् एकदम हौसला लाग्यो कि मैले जे गरेँ ठिक गरेँ रहेछ मेरो नानीले पनि गर्ने रहेछ भन्ने कुरा भयो। मुस्ताङमा स्याउको राम्रो सम्भावना देखेर गुरुङले आफ्नो बाबुबाजेको पेसालाई थप विस्तार गरी आधुनिक तरिकाले बृहत उत्पादन लिने गरी अहिले हाइब्रिड स्याउ खेती समेत गर्दै आएका छन्। कर्मले ठूलो लगानी स्याउमा गर्दै गर्दा धेरैले पत्याएनन् तर आज कर्मलाई साँच्चै नै मूल्याङ्कन गर्ने बेला भएको छ। बाबुबाजेले गरेको पेसालाई थप व्यवस्थित र व्यावसायिक बनाइरहेका छन् कर्मले। यो स्याउ चाहिँ हामीले सुरु गरेको मैले अनुमानमा 8-9 वर्ष म झन्डै 60 वर्ष हुँदैछ 50औं वर्ष भइसक्यो। त त्यतिखेर पनि बाउले पनि एउटा देखिरहेछ फ्युचर त्यो हुन्छ भने एउटा सपना जस्तो देखेर यस्तो हिमालको ठाउँमा गरिरहेछ। त्यसपछि अब मैले लिएको 20-25 वर्ष भयो होइन। त मैले पनि बाटो नआउँदा फेरि बाउको जस्तै मैले त्यही गरेँ कि बाउले नै के भएर त गरेँ होला म बाउले विश्वास गरेँ। त्यस कारण अब जो होगा देखाएर मैले लिएँ। अनि त्यसो गर्दै बाटो बन्दै गयो राम्रो हुँदै सालेपछि यसको मूल्य पनि पाउँदै गयो होइन। अझ त्यो गर्दाखेरि एकदम राम्रो भयो। अनि साथीभाइहरू त्यहाँ रमाउने फोटो खिच्ने यसो गर्थेँ कि कति स्याउ फलेछ भन्छ। त्यहाँ मैले साथीभाइले राम्रो हेर्नु के फलेछ भन्छ कि स्याउ फलेछ स्याउ हेर्ने यसो पैसा हो भन्छु मैले। नीलगिरी हिमालको काखमा यसरी स्याउ खेती गरेका कर्मलाई स्याउले नै जीवन जिउने कला सिकाएको स्वीकार्छन्।
अहिले छोराछोरीले सँगै साथ दिएर हौसला दिएको कारण पनि झन उत्साहित रहेका छन् कर्म गुरुङ। नेपालमा 11 अर्बभन्दा बढीको स्याउ आयात र खपत भइरहेको अवस्थामा सम्भावना भएका ठाउँहरूमा स्याउ खेती गर्नको लागि उनको आग्रह रहेको छ। हाल मुस्ताङ चिम्लेका ब्रान्डमा उत्पादित स्याउ नेपाली बजारमा पठाइरहेका छन् उनले। यातायातको हाल सुविधा भए पनि अप्ठ्यारो बाटो भएको कारण स्याउहरू बिग्रन सक्ने भएकाले विदेशमा निर्यात गर्न नसकिएको तर बढी उत्पादन भएको खण्डमा विदेशमा समेत पठाउन सकिने राम्रो सम्भावना छ स्याउको। त्यसरी अझै मुस्ताङको चिम्लेको स्याउ कम्पनीको नाम माथि लिएर भोलि एउटा इन्टरनेसनल मार्केटमा पुर्याउने पनि विचार हो। अब भोलि ग्रेडिङ गरेर अब बाटोको मेन समस्या भने यहाँको एकदम ठुलो प्रब्लम बाटोको छ। अब तपाईँ देख्नुभयो बाटोमा कसरी आउनुभयो होइन, च्याल पहिरो छ बाटो बनाउने। अब डेभलपमेन्ट मुभमेन्टमा यस्तै हुन्छ तर अलिक ढिला सुस्त भएर यो बाटो चाहिँ छिटोभन्दा छिटो राम्रो पिच फिलिली भयो भने कस्तो हुन्छ यो गाडीमा प्याकेजिङहरूमा फर्म राख्न सक्छ। कार्टुन अनि अहिले त भोल्युममा बेसी भयो बाटो त्यो भाले ट्रक आउँछ। अब त्यो स्याउ पनि गराङगुरुङ हाल्नुपर्ने बाध्य हुन्छ। फर्मसँग भोल्युम खान्छ स्याउ त्यो गाडीमा धेरै अट्दैन अनि त्यसले गर्दा धुवानी महँगो हुने भयो। त्यसले गर्दा फेरि के हुन्छ बाटो डाङ्गाङ स्याउहरू सब चप हुने भयो दाग हुने भयो। त्यसले विदेश एक्सपोर्ट गर्न त्यो कालो हुन्थ्यो त्यो रिजेक्ट हुन्छ। त्यो एक्सपोर्ट गर्न कामैसँग सम्भवै छैन। जबसम्म यो पिच रोड हुँदैन हामीले एक्सपोर्ट गर्ने सोच्नु बेकारको। त्यसले भन्छ किन एक्सपोर्ट गर्दा त्यो समस्या मलाई थाहा छ नि त। त्यो बाटो भयो त म प्याकिङ सबै त्यो एबी छुटाएर एकदम विथाउट ड्यामेज हामी मिडल इस्ट कहाँ छ हामी पुऱ्याउँछौँ। 50औं वर्षदेखि नै स्याउलाई नजिकबाट हेर्दै आएका कर्मले हाल यो फलेको स्याउको दानालाई पैसा फलेको भन्छन्। कर्मका बाबुबाजेले सुरु गरेको बगानलाई व्यवस्थित र व्यावसायिक बनाउन कर्मले निरन्तर कर्म गरिरहेका छन्। गोल्डन स्याउ गोल्डनमा नै धेरै प्रजात छ कि गोल्डन मध्येमा यो गोल्डन डिलिसियस भन्छ। यो रातो रातो भनेर लिपस्टिक लगाएको त्यो छ हेर्नुहोस्। यसमा अनुमानित 5 किलोभन्दा बेसी चाहिँ काउन्टिङ गर्न 5 किलोभन्दा बेसी छ। अब मार्केट रेट अब आजको मिनिमम गर्दा 200ले गऱ्यो भने 1000 रुपियाँ पर्न आउँछ एउटा हाँगामा। तपाईँ अनुमान गर्नुहोस्। त्यस कारण मैले साथीहरूले भन्ने गर्छ नि यो के फलेछ स्याउ भने यो 1000को नोट यतिमा हिजो 1000भन्दा बेसीको मूल्य छ एउटा हाँगामा कि अनि होल गर्दा कति होला। स्याउ खेतीको लागि खेती मात्रै नभएर व्यावसायिक खेतीतर्फ लाग्नुपर्ने आवश्यकता अहिले रहेको छ। हिमाली जिल्लाहरूमा हुने बगरमा स्याउ उत्पादनका लागि राज्यले सोच्नुपर्ने बेला भएको छ। नाङ्गो तथा बाँझो जग्गालाई व्यवस्थित गर्नुको साथै सिँचाइको व्यवस्था राज्यले गरेर व्यावसायिक स्याउ उत्पादन गर्नेतर्फ लागेको खण्डमा राज्यको पनि आम्दानी बढ्ने र रोजगारी पनि सिर्जना हुने देखिन्छ। गोल्डन डेलिसियस जातको स्याउ खाँदै गरेका गुरुङले मुस्ताङ जिल्लामा स्याउमा धेरै राम्रो सम्भावना भएको र धेरै गर्न बाँकी रहेको कुरा बताउने गरेका छन्। भविष्य चाहिँ एकदम ब्राइट छ। सिस्टमले मेन्टेनले अलिकति सिकेर ट्रेनिङ लिएर गर्नुहोस् यसको एकदम ब्राइट छ। अन्धाधुनमा गरे पनि त्योबाट डुब्नु सकिन्छ होइन। तर मुस्ताङ एउटा गड गिफ्टेड ठाउँ हो यो। हावा पानी हरेक कुरा मिलेको के सुक्खा माटाहरू कुरा मिलेको ठाउँ छ। यो क्वालिटी एप्पल आउँछ। यहाँका मानिसहरू घोडामाथि नै निर्भर रहने गरेका छन्। रोबर्ट पावलको पानी रङको चित्र पुस्तकमा मुस्ताङको घोडा संस्कृतिमाथि कोरिएका चित्रहरू देखेर अमेरिकी निर्देशक सोफिया पेग्रुमले टकिङ टु द इयर द हर्सेस अफ लास्ट फर्बिडन किङडम भन्ने फिल्म बनाइन्। उक्त फिल्ममा मुस्ताङमा मनाइने यार्तुङ घोडा महोत्सव अर्थात् मुस्ताङमा चर्चित रोचक घोडा दौड र यसको संस्कृतिलाई उतार्ने प्रयास गरिएको थियो। यही फिल्मबाट प्रभावित भएर गुरुङले मुस्ताङको घोडा संस्कृतिलाई पर्यटनसँग जोड्ने योजना बनाएको सुनाए। गुरुङको तबेलामा अहिले 10वटा घोडा छन्। यहाँ रहेका एउटा घोडाको न्यूनतम मूल्य 15 लाख भन्दा बढी रहेको छ। जोमसोङको पारिपट्टि ढुम्बा खोलाको किनारदेखि माथि नीलगिरी हिमालसम्मै फैलिएको देखिने गुरुङको स्याउबारी छ। आगामी दिनमा उक्त स्याउबारीभित्र ट्र्याक निर्माण गरेर पर्यटकलाई घोडामा सवारी गराउने उनको योजना छ। उत्तरी छिमेकी चीनसँग सिमाना जोडिएको नेपालको सबैभन्दा कम जनसङ्ख्या हुने मध्येको दोस्रो जिल्ला मुस्ताङमा पछिल्लो समय बसाइ सरेका कारण यो संख्या घट्दो क्रममै छ। तर ट्रेकिङ र मुक्तिनाथ दर्शन गर्ने आगन्तुकको संख्या भने लाखौंको संख्यामा बढ्ने गरेको छ। यही माहौललाई सदुपयोग गरेर गुरुङले आफ्नो स्याउबारी र घोडा संस्कृतिलाई पर्यटनसँग जोड्ने योजना बनाएको सुनाए। मसँग 10वटा घोडा छ। कारण मान्छेले एक जमानामा यो सबै मान्छे डिपेन्ड अन घोडामा थियो कि घोडाको कति महत्त्वपूर्ण छ हाम्रो मान्छे बुझेनौँ। एकजना युरोपियन लेडी हर्स मुभी बनाउँदा मलाई भेटेको थियो। उसले भन्थ्यो घोडाको महत्त्व बुझ्दैन तिमीले बुझिरहेछौ भने यो घोडाको मुभी फर्स्ट मुभी मैले बनाउँदैछु। धेरै कयौँ जुग अगाडि के थियो योसँग न प्लेन थियो न गाडी थियो मिसिनको चिज थियो घोडै थियो मेन साधन भने घोडा थियो।
ट्रक भन्ने बारी भने घरै हो, एक ठाउँमा आफ्नो मर्सिडिज भन्ने प्राइभेट गाडी पनि घर चढ्ने हो, घर त्यो गर्ने वार त्यसमै गर्थ्यो। त्यो घर पनि एकदम महत्त्वपूर्ण थियो। त मान्छे बिर्सिएर जान्छ कि अब गाडी आयो बाइक आयो घर मात्रै नहाने। तर मलाई एकदम म त एटेच छ घर भन्ने एकदम मनपर्ने। मैले आज 10 घर पाल्छु, बाटो आइसक्यो, मोटरबाइक बिरुरी खुज्छ, गाडी आउँछ, कतिले भन्ने के भयो तिमी गाडी बाइक नगर्दा सास भएको जनावर पालेर के गरेको, घाँस दिनु पऱ्यो, दाना दिनु पऱ्यो, यस्तो झन्झट के गर्यो भने थियो कि अब जोकर जस्तो मान्छेलाई तिम्रो हेर्ने नजरमा फरक हो। मैले यो घोडा चढ्दाखेरि म त एकदम प्राउड फिल गर्छु। मर्सिडिज गाडी चढ्नु भन्दा यो घोडा चढ्नुको मजा आएको छ। यहाँको कल्चरलाई मैले प्रिजर्भ गरेको छु। यार्तुङ फेस्टिभल थियो, अलमोस्ट खतम भइसकेको थियो। मैले एउटा घोडा त्यतिखेर अब 4-5 सालतिर घोडा गरेर त्यहाँ मैले कुदाएर गाङ्बा भन्छ खैरो घोडा एकदम फेमस छ, सबले चिन्छ। त्यो घोडा गर्दा यार्तुङले पनि भव्य सबै झन् राम्रो बनायो। त्यो कल्चर भन्ने घोडा जात्रा पनि नेपालमा जाँदैछ। मुस्ताङ हो जानै पर्नेको दिनमा हुन्छ। एकदम राम्रो हर्स फेस्टिभल हो। मुस्ताङ भन्ने कुरा एउटा कल्चरको एकदम धनी हो। बाबा आम्ची पेम्बर गुरुङ र आमा डोल्मा गुरुङका 12 सन्तान मध्येका कान्छो सन्तानको रूपमा जन्मिएका कर्म अहिले 60 वर्ष पुग्दैछन्। 10 वटा घोडा मध्ये पनि उनलाई एउटा विशेष लाग्ने घोडा छ। उनलाई यो घोडाको शालिग बनाउन समेत इच्छा रहेको छ र उनी पूरा गर्न चाहन्छन्। किनभने यार्तुङमा होल डे कुदाउँदाखेरि नि नथाक्ने एकदम पावरफुल घोडा हो। यो घोडा चाहिँ मेरो मुटु हो कि यो मऱ्यो भने मलाई ठुलो मिस हुन्छु हो कि। मेरो एउटा सपना छ भयो भने अब भोलिपर्सि मेरो एउटा यहाँ सानो म्युजियम बनाउने, त्यसमा चाहिँ यो घोडा मेरो गाङ्बा एउटा शालिग बनाउने मेरो इच्छा छ। यो उमेर चाहिँ निकै पुगिसक्यो, झन्डै 22-23 वर्ष पुगिसक्यो। पर्यटकले स्याउबारीमा विचरण गर्दा पुरै वातावरण नै स्याउमय हुने गरेको गुरुङ बताउँछन्। लह लह फलेका स्याउबारीमा सफर गरेर थाकेका पर्यटक साँझपख विश्राम गर्न आउँदा मुस्ताङको जाडो छल्न स्याउको काँडछाँड गर्दा निस्किएका हाँगाबिगा र अलि पुराना रुखका दाउराको आगो बालेर गुरुङले स्वागत गर्ने गरेका छन्। साथमा अल्कोहलसँग रम्न चाहनेहरूको लागि समेत स्थानीय स्तरमै स्याउबाट बनाइएका वाइन समेत पस्किने गरेका छन्। गुरुङ भन्छन्, आफ्नो संस्कृति बुझ्नुपर्छ। मेरो योजना भनेको नयाँ पुस्ताले पनि संस्कृति बुझ्न र संरक्षण गर्न प्रेरित हुन् भन्ने हो। जुन हामीले आगो फुकिरहेको छ यो दाउरा चाहिँ हाम्रो स्याउको किन फुक्यो भने जुन स्याउहरू बुढो हुन्छ, 1-2 मर्छ नि, त्यसलाई चाहिँ काटेर केही कुरा पनि हामी खेर नछोड्ने। स्याउको रुखले पनि हिउँदो महिनामा जाडोमा अहिले जाडो भयो आगो फुकेर यसलाई युजमा ल्याउने। अब विदेशमा भन्दा मैले सुनेको एप्पल ट्रिजले कुक गरेको खाना भात जुन छ जे पनि त्यो चाहिँ एकदम महँगो गर्छ, त्यसको फ्लेभर आउँछ। त्यो भएर फ्युचर मेरो प्लान हो दाउराबाटै कुक गरेर यो फर्ममा आयो भने ग्यास स्यास नचलाउने, दाउराबाट कुक गरेर खाने, एप्पल ट्रिजको त्यो फ्लेभर आउने गरेर। त्योहरू सोच हो। त्यो अब ठुलो मुराहरू मलाई पनि अब ताप्नु पनि काम लाग्यो, कुक गर्न पनि काम लाग्यो। यहाँ हेर्नुहोस् कति रुखहरू छ, सबैलाई रिसाइकल के वेस्ट हुनु नदिने, रिसाइकल गऱ्यो भने त्यो चाहिँ मेरो सोच। अब कुरा गरौँ विदेशबाट फर्किएर स्वदेशमै काम गर्न चाहने युवाहरूका अर्थात् कर्मकै स्याउ फार्ममा काम गरिरहेका गोठवीर तामाङका कुरा। विभिन्न देशमा रोजगारीको लागि गएका तामाङ कुनै पनि देशमा सन्तुष्ट रहन सकेनन्, तर यति बेला यही स्याउ फार्ममा निकै सन्तुष्ट र उत्साहित देखिन्छन्। तामाङ सहित 2 दर्जन जतिलाई कर्म गुरुङले स्वदेशमै रोजगारमुखी बनाएका छन्। उनको स्याउ फार्ममा अहिले 25 जनाले प्रत्यक्ष रोजगार पाएका छन् भने अप्रत्यक्ष रूपमा 100औंले। आफ्नै देशमा सम्भावना खोज्ने र खोजिदिने काम गरेका कर्म गुरुङले यसरी ठूलो परिमाणमा उत्पादन लिने गरी व्यवसाय खेती गर्दा आफूहरूले पनि स्वदेशमै रोजगारी पाएर परिवारसँगै बस्न र रमाउन पाएको महसुस गर्दैछन् गोठवीर तामाङ। चिम्ले फर्ममा काम गर्छु लगायत योभन्दा वर्ष चाहिँ अब विदेशको खाडी मुलुकमा रोजगारीको सिलसिलामा गएको थियो। अहिले चाहिँ यहाँ हाम्रो कर्मचारीले गर्दाखेरि हामी चाहिँ बेरोजगारीहरूलाई रोजगारी दिएर चाहिँ स्वरोजगारी बनाइदिनु भएको छ। हामी जस्तो गरिबहरूको चुलो बालेको थिएन, उहाँले चुलो बलाइदिनु भएको छ। हामी जस्तो गरिबको बालबच्चाहरूलाई शिक्षा थिएन, उहाँले चाहिँ शिक्षा नि दिनुभएको छ। लगायत यहाँबाट चाहिँ हामीलाई धेरै रोजगारीको अब खाडी मुलुक जानु परेन। आफ्नै देशमा यसरी पसिना बगाएर आफ्नै देशमा यसरी पसिनाको मूल्य पाउनु भनेको धेरै गर्वको कुरा हो। यस्तो हाम्रो देशमा पनि यस्तो कर्म 100 जस्तो चाहिँ 10-15 जना भइदिए हामी जस्तो गरिबहरू, हामी जस्तो देश विदेश अर्काको गुलामी गर्नु जानु पर्दैन थियो। आफ्नै देशमा पसिना बगाउनु, आफ्नै देशमा पसिना बगाएर चाहिँ आफ्नै घर परिवारसँग रमाउनु भनेको एउटा हामीलाई पनि गर्वको कुरा हो जस्तो लाग्छ।
आधुनिक प्रविधिको प्रयोग गरेर स्याउ खेती गर्ने मुस्ताङका पहिलो व्यक्ति समेत रहेका छन् कर्म गुरुङ। विकसित मुलुकमा प्रयोग भएको प्रविधिहरू इन्टरनेटको मद्दतले हेरेर आफ्नो बगानमा समेत लागू गरिरहेका छन्। स्याउको यो सिँचाइको बारेमा हाम्रो बाजेपालोमा कसरी गर्थे त भन्दाखेरि कुलो बनायो, रिङ बनायो, हरेक रुखलाई मान्छेले छेक्दै पानी हाल्दै यसो गर्नु पर्थ्यो इन्डिभिजुअली। अब अहिले चाहिँ टेक्नोलोजी मैले चाहिँ इजरायली टेक्नोलोजी भनौँ न, हामीले नेपाल थोपाको त्यो थोपा सिँचाइको पाइप युज गरेको छु। सबै थोपा चाहिँ ड्रिप इरिगेसनबाट गर्छु कि। अब एकदम अहिले त सजिलो छ, गेट बल छ, टक्कै गेट बल खोल्यो अनि पानी छोड्ने। यो रुखहरू कति वर्षको त्यो हो, यो रुखले कति पानी माग्छ होइन, 10 केजी माग्छ, 10 लिटर माग्छ, 15 लिटर माग्छ। एक्जाम्पल हामी मान्छे पनि आधी लिटर खाने, 1 लिटर खाने, त्यो हुन्छ। बेसी खाएर त अर्थ हुँदैन। त्यो जस्तो यसले जति माग्छ एकुरेट दिएको खण्डमा त्यो रुखले मोर इफेक्टिभ हुन्छ कि। त्यस कारण हामीले एकदम त्यो यो सुक्खा माटो राम्रो भन्ने कारण त्यो सुक्खा माटो भएको खण्डमा हामीले यसले कति चाहियो त्यो एकुरेट पानी दिनु पायो। धेरै चिसो पानी भयो भने आकाशको पानी त रोक्नु सक्दैन, धेरै पानीले पनि रुख बिगार्दो रहेछ, त्यो रुटहरू कुहिने त्यस खालको हुन्छ कि। त्यस कारण मुस्ताङ ड्राई सोइल चाहिँ राम्रो भन्नु कारण त्यो यो थोपा सिँचाइले चाहिँ हाम्रो एकुरेट 15-20 लिटर अब रुख बढ्दै जान्छ, त्यसको पानीको माग पनि बढ्दै जाने भयो, मलको माग पनि बढ्दै जान्छ। त्यसो त हामीले थोपा सिँचाइ प्रविधि एकदम मेन पावर पनि कम लाग्ने अनि इफेक्टिभ पनि हुने, त्यसै हिसाबले हामीले एकदम थोपा सिँचाइ प्रविधिमा गएको छ। परम्परागत रूपमा रैथाने स्याउ उत्पादन गर्दै मुस्ताङका अन्य किसानहरूलाई समेत अहिले आधुनिक प्रविधिबाट नयाँ नयाँ स्याउ लगाई फलाएर सबैलाई अचम्मित नै बनाएका छन् कर्मले। विकसित मुलुकको स्याउ खेतीमा प्रयोग भएका प्रविधिहरू समेत प्रयोग भएका छन् स्याउ फार्ममा, जसले राम्रै नतिजा पनि दिएको छ। उच्च घनत्व स्याउको बगैँचा स्थापनाको लागि फिडर हाँगा भएका बिरुवा खरिद गर्नेदेखि बगैँचामा ट्रेली सपोर्ट प्रणाली स्थापना, थोपा सिँचाइ तथा फर्टिगेसन प्रणाली स्थापना लगायत तारबार लगाउने कार्यको समेत अवलम्बन गरी आवश्यकता अनुकूल प्रविधि पद्धतिलाई समेत संलग्न गर्दै आएका छन्। स्याउ खेतीलाई नयाँ आधुनिक र मोडेल प्रविधि मैत्री खेतीको रूपमा रूपान्तरण गर्ने अभियानमा जुटेका छन् कर्म। झण्डै 5 दशकदेखि निरन्तर पुस्ता हस्तान्तरण भइआएको यहाँको रैथाने जातको स्याउ खेतीमा लागि परेका उनी पछिल्लो 5 वर्ष यता छिटो र छरितो गुणस्तरीय स्याउ उत्पादन दिन सक्ने जातका स्याउको खेती गर्न कसिएका छन् र सफल समेत भइरहेका छन्। स्याउ सम्बन्धी विभिन्न तालिम, अनलाइन भिडियो शिक्षा र प्राविधिकबाट सफलतातर्फ लम्किन उनलाई प्रेरणा मिलेको छ। मेन पोल भन्छ, यो चाहिँ मेटलको युज गरेको छु। विदेशमा कुनै काठ एकदम नकुहिने खालको काठहरू पनि गर्दो रहेछ, कोही कङ्क्रिट पनि गर्दो रहेछ, त्योहरू झन् महँगो। अब काठहरू यो पानीले कुहिनेको कारणले मैले फलामको युज गरेको छु। यसले चाहिँ मेन पोल भन्छ, यो चाहिँ कति 60 डिग्रीमा यसो कप गरेर यसले चाहिँ तल रकेट, यसले इटालियन वायरले कहिले पनि खेर नलाग्ने खालको मेटेरियल हामीले युज गरेको छु। अनि सब पोलहरू तपाईँ देख्नुहुन्छ 10-12 बोटमा एउटा सब पोल हुन्छ। यसलाई चाहिँ 4 वायरले चाहिँ को सपोर्टमा निकाला राखेर एमहरू गरेर यसले रुखको सपोर्ट चाहिँ रुखलाई चाहिँ हावा हुरीबाट कुनै असर नपर्ने हिसाबले यसले चाहिँ कन्ट्रोल गर्नुपर्ने हुन्छ। हामीले यसरी युरोपियन प्रविधिले नि त्योभन्दा कम छैन, हामीले त्यो हिसाबले एकदम लाइन स्ट्रेट गरेर त्यसरी हामीले गरेको छु। यो त ग्रिपल भन्छ, एउटा टाइटर मेसिन हुन्छ, च्याट गरेर आफै टाइट गर्छ कि। मान्छेले तानेर तन्काउनुसँग सबै भने यो तार हेर्नु कति बलियो छ। एक त हाई टेम्पर गयो, युरोपतिर आएको, यो खिया पनि लाग्दैन, यो तन्किँदैन भने। अब नेपालको यो लोकल युज गरेको खानु सस्तो छ, तर यो तन्किँदै आउँछ। अनि के वर्षमा यसले खिया लाएर चुटिने हुन्छ, फेरि डबल काम गर्दा सब खोल्नु पर्थ्यो छ नि त। यसको अब यो रुखको आयु 20 वर्ष 30-40 वर्ष जान्छ कि। यसको लाइफ चाहिँ लङ छ, कस्टली छ, अब विदेशबाट ल्याएको चिज हो। गुरुङले घोडासँगै च्याङ्रा र केही गाई समेत पालेका छन्। यहीँबाट उत्पादित कम्पोस्ट मललाई पकाएर तयार गरी उच्च कटीको प्राङ्गारिक मल समेत उत्पादन गरिरहेका छन्। सोही मल स्याउको बगानमा प्रयोग भइरहेको छ। स्याउलाई हामीले युज गर्ने यो खालको मल हो। यो चाहिँ च्याङ्राको मसँग झन्डै 400वटा च्याङ्रा छ। च्याङ्रा खोर चाहिँ देख्नुभयो उता हो, त्यो चाहिँ टाइम टु टाइम निकालेर यहाँ जम्मा गरेर यसले डिकम्पोज गरिन्छ। यसले एएमए पनि मिसाइन्छ। यो कुहेपछि फेरि यसले यहाँ पल्टाउने। त्योभन्दा थर्ड स्टेप भयो हाम्रो स्याउ फार्ममा जान्छ। यो चाहिँ हाम्रो 100% अब अर्ग्यानिक एनिमलको त्यो हो। अब यसमा अझै तत्त्व ल्याब टेस्ट गरेर कतिपय पुग्दैन, त्योहरू मैले ओबी4 मार्फत फेरि त्यसलाई पनि 40-60 मिसाएर चाहिँ मैले हाल्ने गर्छु। सयौं रोपनीमा सिँचाइविहीन बाँझो जग्गामा सिंचित गरी उच्च घनत्वको गाला, फौजी, किङ रोड र गोल्डेन लगायतका स्याउ उत्पादन भइरहेको छ उनको फार्ममा। उच्च घनत्वको स्याउ बिरुवा लगाएपछि कर्मले नेदरल्यान्डबाट दक्ष स्याउ विज्ञ प्राविधिक झिकाएर
तालिम लिएका थिए भने जिल्लाका 100 भन्दा बढी किसानलाई पनि तालिम प्राप्त गर्ने अवसर जुटाएका थिए। नेदरल्यान्डका एन्थोन नामका स्याउ विज्ञलाई मुस्ताङमै झिकाएर पनि तालिम लिएपछि व्यावसायिक स्याउ उत्पादनलाई थप हौसला मिलेको छ उनलाई। उनले स्याउ क्षेत्रमा गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै संविधान दिवस 2077 मा कृषि क्षेत्रमा योगदान पुर्याएको भन्दै राष्ट्रपतिबाट विभूषण समेत प्राप्त भएको थियो उनलाई। स्याउको पोस्ट हार्भेस्ट गर्ने समयमा समेत विशेष ध्यान पुर्याउन सकेमा कम क्षति र बजार मूल्य समेत राम्रो पाउन सक्ने उनको सुझाव छ। स्याउ टिप्ने प्रोग्राम सुरु भएको छ। अब स्याउ टिप्नलाई पनि एउटा तरिका चाहिँदो रहेछ होइन। यहाँ हाम्रो स्याउ व्यापारी भने कतिले जानकारी नहुनेहरूलाई ल स्याउ टिप्ने भने बारी खाली भएर टिप्दो रहेछ। त्यो प्रविधि होइन युट्युबमा हेर्दा। अब हाम्रो 5वटा उनी भने बराबर हुँदैन नि, त्यो जस्तो यिनीहरू सबै स्याउ पनि बराबर हुँदैन, एकैचोटि सबै पाकेको हुँदैन होइन। एउटा जातमा त्यो जातमा पनि टाइप छ। यो गाला एप्पल चाहिँ टिप्ने प्रोग्राम अहिले भएर छ। कारण यो चाहिँ एर्ली भेराइटी भन्छ कि यो चाहिँ 20-25 दिन अगाडि पाक्ने खालको हो। किन डिफ्रेन्ट भेराइटी रोप्छ त भन्दा यो पाक्यो यसको टिपेर बजार पठाएको छ अनि अर्को पाक्छ, काम गर्नु पनि सजिलो भयो, एकचोटि पाकेन। अनि अर्को कुरो फेरि गाला भन्दैमा सबै एकचोटि टिप्नु पनि हुँदैन। जुन जुन साइज पुगेको छ, अब कलर पुगेको छ, टेस्ट पुगेको त्यसलाई टिप्ने, एक राउन्ड सट्टै टिपेर जाने अनि सेकेन्ड टाइममा फेरि सेकेन्ड राउन्ड टिप्ने। त्यसरी गर्दाखेरि मार्केटमा पनि पाक्यो राम्रो स्याउ जाने भयो। हाम्रो यो रुखलाई पनि फेरि टिप्दै हल्का हुँदै जाने भयो, एउटा स्टेज कम भयो। फेरि सानोहरूले पनि बढ्ने मौका पायो, स्वादिलो हुने मौका पायो। त्यसरी राउन्ड बाई राउन्ड टिप्नु पर्दो रहेछ कि। खेर गएका जग्गा र बाँझो जग्गामा पनि स्याउ खेती गरी सुन फलाउन सकिन्छ भन्ने दृढ विश्वासका साथ काम गरिरहेका छन् कर्मले। स्याउलाई सुरक्षित भण्डारण गर्न कोल्ड स्टोर समेत सञ्चालनमा ल्याएका छन्। यो चाहिँ मेरो चिसान केन्द्र अथवा कोल्ड रुम है। यो चाहिँ झन् 10 देखि 15 टनसम्मको लागि हो। अनि यस्तो खालको तल पनि एउटा छ, यो 2टा छ अहिले तात्कालीन। अब पछि चाहिँ बनाउँदै जानु पर्ला, 100 टनको पनि पछि अर्को साल बनाउनु भन्ने कुरा त्यो छ। अनि यसको चाहिँ एकदम प्र्याक्टिकल छ, मैले राम्रो युज गरिरहेको छु। लास्ट इयर पनि जुन छ्याउ राम्रो काट्यो, अब बाँकी अहिले बाङ्गो ट्याङ्गो सेपलेस झरेकोहरूले चाहिँ हामीले यहाँ राखेर कुनै आस्ते आरामले सुकुटी बनाउने काम पनि गर्छु। र भोलि चैत भएसम्म यहाँ मान्छे धेरै आउँछ, त्यो बेलामा बेच्ने पनि गर्छु। स्याउलाई सग्लो प्याकेजिङ गरिए पनि बजारसम्म पुग्दा सडकका कारण एक आपसमा ठोकिएर बिग्रने र बजारमा यहाँबाट ढुवानी भएका स्याउ पुरा बिक्री गर्न नसक्दा नोक्सान समेत बेहोर्नु परेको छ बेला बेला। तर उनी विचलित छैनन्। सक्दो प्रविधि र यन्त्रहरूलाई प्रयोग गर्दै सही तरिकाले टिपिएका स्याउहरूलाई प्राकृतिक पद्धतिबाट सफा गर्दै साइज छुट्याएर ग्रेडिङ गर्दै प्याकिङ गर्दै बजारमा पठाउने गरेका छन्। तर कुनै कुनै व्यापारीले सर्लक्क परेका स्याउका दानाहरू देख्दा विदेशी स्याउ जस्तो भनेको प्रसङ्ग समेत हामीसँग सार्दै थिए। ग्रेडिङ मेसिन पोर्टिङ मैले यो सञ्चालनमा ल्यायो। आज पोर्ट यति धेरै ल्याएको छ, यसपालि गरौँ कि भनेको। यसको काम भनेको र यसलाई ड्राई पार्ने, उताउले ड्राई पार्ने, अनि यहाँ यो बिचकोले ब्रस छ, प्लास्टिक ब्रस हुन्छ, त्यसले चाहिँ धुलो मुलोहरूले सफा गर्ने। अनि यहाँ आएर यो घरको बुद्ध भन्छ, यसले चाहिँ नेचुरल साइन गर्ने। तर यसमा कुनै व्याक्स केमिकल केही पनि छैन। मुस्ताङको स्याउको गुणस्तर र स्वादसँग कुनै पनि देशको उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने गुरुङको भनाइ छ। यसकारण हरेक उपभोक्ताले मुस्ताङको स्याउको गुणस्तर र स्वादका साथै अर्ग्यानिक स्याउ चिन्न सक्नुपर्ने गुरुङ बताउँछन्। साथै गुरुङले चिम्ले ब्रान्डको नाममा स्याउ आफूले उत्पादन गरेको र धेरै उपभोक्ताले मन पराएको प्रसङ्ग समेत साट्न भ्याएका छन्। चिम्लेको स्याउ चाहिँ जमानादेखि मेरो कम्पनी हुनु अगाडिदेखि धेरै फेमस भएको कारणले मेरो कम्पनी नाम पनि चिम्ले राख्नुको कारण त्यो हो। निलगिरीको फेदमा अवस्थित भएको। तपाईँहरू यसको यो फर्मको प्रडक्ट खान चाहनुहुन्छ भने त्यहाँ फोन नम्बर पनि मेन्सन गरेको छ। यो खालको लोगो 10 केजी कार्टुन छ, ढुक्का साथ किन्दा हुन्छ। अब धेरै भेराइटी अहिले भर्खरै अब गाला एप्पलको चाहिँ अब सुरु भयो। यो चाहिँ पहिला पाक्ने जात हो र यो हेर्दाखेरि रातो भयो त भने स्विट एन्ड सावर भन्छ, भिटामिन सी प्राप्त हुन्छ। त्यसको गुलियो पनि हुन्छ, हल्का सावर पनि हुन्छ। तर सबसे पहिला पाक्ने 20-25 दिन अगाडि पाक्ने प्रजात भनेको गाला एउटा मात्रै हो यहाँ मुस्ताङमा। अनि गोल्डन छ, रेड डिलिसियस छ, फुजी चाहिँ लास्ट भेराइटी हो। हिमालपारीको जिल्ला मुस्ताङ स्याउका लागि प्राकृतिक रूपमा अनुकूल हावापानी भएको ठाउँ हो। यहाँ उत्पादन हुने स्याउ हेर्दा आकर्षक हुनुको साथै निकै रसिलो र स्वादिला पनि हुन्छन्। उच्च घनत्वको स्याउ खेतीमा उच्च प्रविधिको प्रयोग गरी विभिन्न स्थानमा गरी 600 रोपनी क्षेत्रफलमा स्याउ खेती गरिरहेका कर्मको योगदान र निरन्तरतालाई सम्मान गर्नै पर्छ।
मुस्ताङमा उन्नत प्रविधिको प्रयोग गरेर स्याउ खेतीलाई व्यावसायिक रूपमा थाल्ने मध्ये उनी जिल्लाकै पहिलो व्यक्ति समेत रहेका छन्। कृषि जुनसुकै कर्मभन्दा माथिल्लो हैसियतको पेशा हो भन्ने कुरालाई स्थापित गर्न सरकारको भूमिका महत्त्वपूर्ण हुन्छ। आज कृषिबाट केही हुँदैन भन्ने ठानेर लाखौं युवा विदेशिएका छन्। यस्ता युवाहरूलाई कर्म गुरुङले गर्दै गरेको कामले सम्भावना खोजिरहेको छ भने एक पटक यही कुरामा घोत्लिन समेत प्रेरित गरिरहेको छ। कर्म गुरुङ भन्छन्, सरकारले कृषिमा लाग्नेहरूलाई निराश पार्ने होइन, उच्च सम्मान दिनुपर्छ र सम्भावना देखाइरहनुपर्छ।